ल हाम्रो दोस्रो राजन र म चाहिँ साइकलमा छौँ है आज चाहिँ रङ्गसल ट्र्याक रनिङ है गाइस वेलकम ब्याक टु माई न्यू च्यानल न्यू डे न्यू ब्लग अनि इनर्जी र विथ के अरे ब्ल्याक विथमा ब्ल्याक निका ल केटाहरू अगाडि पुगिसक्यो जाम त केटाहरू सँगसँगै भए ए लगाऊँ ल केटाहरूसँग पुगेर भेटौँ है त ल केटाहरू ल जगिङ हान्दै है हामी आज हामी चाहिँ यहाँ पावर हाउसबाट चाहिँ रङ्गशालासम्म जगिङ हान्ने हो हामी चाहिँ साइकलमा हो केटाहरूको भिडियो सुरु हान्दै जानुपर्छ केटाहरूलाई स्वागत छ है दादाको लगमा पेसबाट काले केटाहरूलाई चिनिहाल्छ नि जे फेरि हामीले चाहिँ होइन केटा ल अर्को ब्ल्याक निका छ ब्ल्याक निका भ्लगमा यस्तो बोल्ने हो फेरि यस्तो बोल्यो भने फेरि मैले फेरि भ्लगबाट निकालिदिन्छु नि देखेँ यस्तै छ गाइस लभली लभली त्यो उसले भन्छ जोनले कि मन्डुम्यानलाई के अरे आमाको आशीर्वाद बाउको जेनेटिक्स दाइको साथ भाग भाग हामी चाहिँ पिएउटा चोक पुगिसकेको छौँ है हामी चाहिँ अब चाहिँ घाइबाट पुरा लाग्यो है घाइपडामा हामी दुईजना चाहिँ साइकल पनि साटिसक्यो हामीले चाहिँ अहिले है केटाहरू चाहिँ नभाग्दै है कन्टिन्युस भाग्नुपर्छ है भागेपछि केटाहरूलाई यस्तो फलो गर्दै जानुपर्छ आजहरूको मुख लट पठाइसक्यो त्यो बेसी गर्दाखेरि अलिक गाह्रो धुन्छ बेसी हालिसक्दाखेरि गाडी आयो केटाहरू माछालाई राम्रो चलाउनु म चाहिँ यहाँ क्यामेरामा हेर्छु दिएर कि लगाइस मेरो पहिलाको पुरानो 2 क्लास पढेको स्कुल आयो है हो यो स्कुल है मेरो चाहिँ पुरानो 2 वर्ष चाहिँ म थेरी वेस्ट विन्डमा पढेको त्यही हो केटा हान्थ्यो मेरो साइकलमा मोज गरिदियो च्याक नदिने दामी सफ्ट छ फेरि मेरो चाहिँ उसको चाहिँ यस्तो हार्छ कि त्यस्तो गाह्रो गाइस हेर्नु न मेरो साइकल कस्तो सेक्सी देखियो चेन पनि अस्ति फेरि फेरेको पुरै चेन र पुरै त्यो गियर सेट प्लस अस्ति चाहिँ फेरि अलिक खिया लाग्यो जस्तो भएर चाहिँ मोबाइल हालेर कालो भएको छ केटाहरू त्यहाँ पुगिसक्यो अब यहाँ चाहिँ सुविधा भेट्छ है ल गाइस यहाँ सुविधाले कुरेको हेर 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 कालो मान्छे कुरेको Why are you gay? ल केटा आज चाहिँ फेरि 1500 हान्नुपर्छ सुरुमै है 1500 हानेपछि चाहिँ हान्नु भएको होइन सक्दैन यहाँ केटा हो एक दिन सब डाँडा भेटिने सुरुमा कृष्ण डाँडा ल कि ल कहिले एउटा नि के ल जा म भन म Let's go. 1-8 A few moments later. ल अहिले केटाहरू चाहिँ अब जान लागिरहेको छ है आज 100 मिटर टेस्ट रे यिनीहरूको अब किनबाट कृष्ण चाहिँ अब हान्ने कि हान्ने भइरहेको थियो अनि त्यही भएर चाहिँ दुईजना केटाहरू चाहिँ सुक्दैन जानु न जानु कि एकचोटि ट्राई गर्नु न तपाईँको नि कति जाँदो रहेछ हेरौँ कि तिमी जाउँ त दोस्त ए जति छ त्यति हान्दिने ल दुईजना चाहिँ ल धाएको है त सबै डराएको है त्यो दुईजनासँग है त Let's go. Ten, 9, 8, 7, 6, 5 यार कहिले चाहिँ म त 3x मा खिचेको थिएँ कुन चाहिँ लाइनमा
कसले टिक्यो नि थाहा भन निगाहरू खतरै 13-14 जस्तो लाग्यो मलाई त तेरो हो म त अझ है त 15 भन्दा थियो 15 जस्तो लाग्यो कि गाउँमा गएर माथि तल हान्दो रहेछ कि है ओके ओ त्यो जस्तो हो त्यही हो कि क्या हो हो रहेछ यार हाँस्यो है त्यस्तो बिट हान्नु पर्यो यार भने ओए अब चाहिँ जङ्ग्यो फेरि राजन जङ्ग्यो अब राजनले अब राजन अबबाट साइकल मर्नु है ऊ यसरी हाने कि दोस्त पिसलाई बेच्यो कि डिफ्रेन्ट थियो दोस्त ठिकै सेकेन्डको थिएन मिली सेकेन्डको थियो ए भन्छु ल भोलि ल A few moments later. ल भाइ यहाँ चाहिँ 100 मिटर हुँदैछ केटाको लको कसले हानेको like after the run I'm कस्तो देखेर फेरि आफ्टर द रन यसरी गोरो भइसकेको छ आफ्टर रन चाहिँ कसरी चाहिँ गोरो भइसकेको छ ह 802 रन लाइक केटाले सिकाउँदै है कृष्णले चाहिँ अहिले सुदीको टाउकोमा हेडसट जाला है बेर पनि छैन यो होल बोकेर उसै यार ब्ल्याक च्याम्पियन हाम्रो सके आजको लागि चाहिँ जम्मेर अब यताबाट आएर चाहिँ क्या हामी त यहाँ फेरि माइन्ड डाइभर्ट गरिदिन्छ कि यताबाट आएर चाहिँ उहाँबाट छिटाएको अन्त अब यहाँबाट त हाल्दैन वर्ल्ड कप चाहिँ होइन यिनीहरू एउटा हाम्रो बाइकहरू त्यहीँ लगाइस् केही छैन कसैले छुन सक्दैन क्या हाम्रो बाइकलाई अघि बाइक चलाउनु भनेको होइन खै साइकलको त्यो चाबी निकाल त दोस्रो तिमी रफोर्ड नलिकन डट बाइक खोल त डट बाइकको चाबी हालै नहुने चाहिँ म गरिदिन्छु ल मलाई त आएन केटा हो तेल हाल्नु पर्ने रहेछ कि तेल होइन यहाँ फेरि बाइक कोर्नरले मात्रै सक्छ कि हल्का जन्तर लाउनुपर्छ गऱ्यो लास्ट पावरै भएन यार केटा हो केटा है हुन्छ है? हुन्छ कि ल काम भनेको आफ्नो होइन यो चाबी दियो त साइकल हाम्रो हाम्रो बाइक अब निकाल्नु पर्यो चलाउनु पर्यो कि फेरि उताबाट साइकल आयो फेरि भयो दोस्त गइदिउँ ल कता गयो केटाहरू के निगाहरू कता गयो निगाहरू कहाँ कहाँ गयो खै ए खै कता म देखेन त यार ए यहाँ रहेछ उता पानी पाइन्छ हो देऊ न ल म साइकलमा पल्टाइन्छ फेरि यसरी पार्किङ गर्ने स्टाइल उयो फेरि बोतल बढ्छ तर उठाएको भएको गएनै गएन क्या है त्यस्तो डेन्जर उठाएको तर गएन नि त कता अनमोल निका उहाँ अनमोल निका टोलाएर बस्यो क्या अलिकति अनमोल साइडको ल है निगाहरूको गएको छ र गोरीलाई है टिमको 2 hours later. है सुकुम्बासी यो टोलको चाहिँ यस्तो अवस्था छ है गाइज साइकल चाहिँ यहाँ छ अब 3 जना केटाहरू अनहोल सुजदाई अनि राजा आउँदैछ उताबाट केटाहरू कति बेला आउँछ अब केटाहरू आयो आइदिएको केटाहरू ओ ल गइदिउँ है त अब यो अब बसलाई बनाउनु पर्यो सानोतिनो
भ्लगर बनिनुपर्छ क्या फेरि भ्लगर यार पोलिसन ओए एम्बुलेन्स अस्ति नै यस्तै एम्बुलेन्स एउटा केटीले उडाइदिएको यार आगो बाल्छ यार कस्तो ननसेन्स यार फ्रीमा त फेरि त आगो बाल्छ नि यार डेन्जर हुन्थ्यो त्यो बोरामा हालेर राख्नु नि होइन डेन्जर हान्थ्यो त्यहाँ अब सुत्दाखेरि डेन्जर चम्किन्छ कि जसलाई नै हालिदिन्छु र मारिदिन्छु मार्थ्यो कि फेरि मार त मार्दिनँ माऱ्यो भन्दै मेरो लाइफ ड्यामेज हुन्छ सुरुमा लाउरे भन्दा तिमीहरू त बल्ल मारे नि किन हुनु होला त्यस्तो अहिले कट 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 न घट्यो चाहिँ हाल्ने नि म सिनियर किलर भन्नु मैले त्यस्तै सिरिजहरू हेर्छु क्या सिरिजहरू हेर्छ होइन म यस्तो उ आउँछ क्या गड फिलिङ आउँछ क्या What do you mean by that? फ्री फायर पब्जीमा त खतरा हान्छु यताबाट यहाँबाट फ्री फायरमा त खतरा हान्छु केटा साइकलिङमा रियल लाइफमा पढाइदिन्छु रे रियल लाइफमा नि त्यत्तिको हान्छु अब गन छ लिएर आएर गन पछि त उ गर्नु हो पछि लाउरे भएर गन एउटा राख्छु Nice. आमा होइन होला कति हो होइन होला ओ तपाईँको फ्युचर जब आयो छ्या होला हो दामी छ त गाडी त आजकल त गाडीहरू खतरा नयाँ नयाँ ल्याएको यार राम्रो राम्रो है आज एउटा थियो बवाल थियो सब जाली त्यही सर्भिसिङ गरेर बनाएको होला क्या त्यही पुरानो सर्भिसिङ होइन नयाँ हो नयाँ झारेको पुरानो कति लाग्यो नि फेरि पुरानो फालिदिन्छन् फालिदिनु त होइन होला यार रिफर्बिस गरिन्छ Get some help. रिप्रोड्युस वाट द हेल रिफर्बिस के अरे टाइम चाहिने पास होला यताउति युज गरेर अरूमा युज गर्नु मेरो पहिलाको गल्ली दामी रहेछ छोरा मेरो पहिलाको गल्ली आयो केटा फेरि यो चाहिँ मेरो अस्ति नै तिमी र म थियौँ होइन कहाँ जीवन नै अहिले खाजा हान्ने रहेछ ए यहाँ कता अरे उहाँ माथि यस्तो केटा एकचोटि चाहिँ के भयो भन्दाखेरि हामी भोलि थियौँ है सँगै होइन अनि त्यो दिन चाहिँ के हो भन्दाखेरि चाहिँ खाजा खानु खाजा निकाल्नु त खाजा खाने भनेर मैले जीवन दाइलाई भनेको जीवन दाइले चाहिँ के सोचेछ भन्दाखेरि चाहिँ मसँग पैसा खायो भने सोचिरहेछ मैले जीवन दाइले खुलाउनु न भन्ने तरिकाले चाहिँ मैले जाम भनेको अनि दाइले त एकछिन भन्दै थियो कि लास्टमा त अनि केटाहरू सबै बटुल्दै पछि आयो के अरे हामीसँग सँगै अनि यहाँ कता यहाँ माथितिर चाहिँ एउटा उ भयो कि रेस्टुरेन्ट छ यहाँसम्म ऊ त पछाडिको ऊबाट आएको हामी चाहिँ पछि 4 बजीमा भइसकेको थियो कि हामी 2जना मात्रै जीवन दाइमा आएको अनि यो दाइ आयो अनि अर्को पनि 2जना आएको थियो कि है अनि यहाँ रेस्टुरेन्टमा छिरिसकेपछि त केटा कति हो निकाल्नु त भनेर जीवन दाइले भने होइन अनि यही फोन दिनुपर्छ होला दाइ भनेर भने मैले चाहिँ होइन अनि पैसा होइन पैसामा छैन दाइ हामी खानाको त नि एउटा अनि के भयो भने चिकन पनि के लाग्छ के भन्नु उहाँ उता फेरि के अरे हलमा गइसकेपछि फेरि युवराज दाइले चाहिँ एक्लै खाइसकेन तैँले अरे के अनि तिमीहरूले रे अनि त्यसपछि जीवन दाइले चाहिँ त पनि आउनु पर्ने अझ मलाई आउँथ्यो अरे के गाइड भन्नु चाहिँ अब पिकनिक स्कुल दिन लाग्ने कतिवटा मेरो ब्याक टु के अरे एक्स स्कुल अनि मेरो ब्याक स्ट्रिट होम है केटा एक्स स्कुल भन्नाले फेरि पुरानो स्कुल है है गाई सुजिदाईको घर पनि आउनु लाग्यो हो यहाँ चाहिँ गाई अस्ति मैले चाहिँ यहाँबाट हनी लिएर गएको लोकल हनी भनेर बिटी नहुने चाहिँ गाई चाहिँ मैले चाहिँ ओटसँग खाने भनेर लगेको त्यो हो मेरो झोला खै कोसँग ए झोला त छैन ल है ट्याप हुन्छ कि हुन्न है तर है छि अलि बिस्तारै गरौँ त ओ अलिकति है 75% नि नभनौँ 70 भनौँ भोलि भेट्नु पर्छ है त भोलि बिहान कलेज रेगुलर आउनु पऱ्यो कि 12 पढेपछि हल्का रेगुलर हुन्छ नि त यस्तो सेलाहरू ग्याङ ट्राफिक मामा अरे स्यालेरी नपाउने ट्राफिक मामा चिट काटिदिउँ जो सामान किन लिएर आएको चिट काटिदिउँ 500को निकाल्छ 500को चिट दिन चाहिँ केटाहरूले फेरि यस्तै हिँड्ने है फेरि त्यस्तो खाएर है